हेलो गाइजहरु, यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि म चाहिँ युरन राई। अनि आज चाहिँ मेरो फर्स्ट भ्लग हो, त्यही भएर खासै राम्रो चाहिँ हुँदैन होला। आज हामी चाहिँ मायुङ डाँडा जान लाग्यो न्यु इयरमा जाँदै गरेको। त्यही भएर सुरुदेखि अन्त्यसम्म भिडियो हेरेर साथ दिनु होला। अनि यो भिडियो हेर्नु सबैजनालाई के अरे नयाँ वर्षको शुभकामना, ह्याप्पी न्यु इयर भन्न चाहन्छु। तपाईँहरूले चाहेको कुराहरू चाहिँ यो साल सब पुरा होस् होइन। अनि अब किन एक्लै भन्नुहुन्छ भने चाहिँ म आज चाहिँ मेरो फर्स्ट भ्लग हो नि त, त्यही भएर बनाउन अलिक लाज लागेर अगाडि आएको। पछाडि साथीहरू आउँदैछन्, आधी साथीहरू चाहिँ उता बाटो आउँदैछन्। अनि अब यहाँदेखि त्यस्तै 25 मिनट जति हिँडेर उकालो निक्लेपछि चाहिँ सबै साथीहरूसँग भेटाइन्छ होला। अनि बाँकी चाहिँ एकछिनै हेर्दै जानु होला है त। मायुङ डाँडा हाँसपोखरी कस्तो छ त्यो म यहाँहरू सब देखाउँछु होइन। सुरुदेखि अन्त्यसम्म भिडियो चाहिँ साथ दिनु होला भन्न चाहन्छु। बस अब बाँकी चाहिँ हेर्दै जानु होला। हामी अगाडि बढिरहेको छौँ। A few moments later. गाइजहरु होइन, के अरे अघि केटाहरूसँग भेटेको टुक्रा चाहिँ के त्यति बेला म बिर्सेछु होइन। त्यही भएर अहिले केटाहरूसँग भेटेर अलिकबाट आएर बनाएको। यता छ मेरो केटाहरू। अनि अगाडि नि आधी गइसकेन्। अनि आज चाहिँ थाहा नै होला, अघि नै भनेको थिएँ मैले। आज के अरे मायुङ डाँडा चाहिँ हाम्रो टुर टक्क अब हेर्नु भरे मायुङ डाँडाहरू देखाउँला कस्तो छ हेर्दै जानु है त गाइजहरु। अब हेर्नु चाहिँ गरिदिनु पर्यो ल, ऊ माथितिर छन्। गाइजहरु यस्तो होइन, यस्तो राम्रो डाँडाहरू देख्नु होइन। त्यही हो, आज चाहिँ के अरे आज मेरो फर्स्ट भ्लग हो होइन। त्यही पनि अब के अरे होइन, त्यही हो। अब अन्त हेर्दै जाऊँ होइन अन्तिमसम्म। गाइजहरु यहाँ चाहिँ हामी एउटा होइन बाटोमा जाँदै गरेको। अब हामी हाँसपोखरी जाँदै गरेको होइन। हाँसपोखरी 15 मिनट जति लाग्ला। यता केटाहरू छन्, अगाडि पनि छन्। अनि यति मात्र चाहिँ नभन्नु गाइजहरु होइन। अब भनिरहेको छु सुरुदेखि अन्त्यसम्म हेरिदिनु होला होइन। ल टक्क गाइजहरु होइन, म्याच अब के भन्नु खोइ, म्याच सपोर्ट चाहिँ फुल्ली गर्नु पर्यो है होइन। ल हेर्दै जाऊँ अन्तिमसम्म। A few moments later. ल्यान्टरेङ गाइजहरु होइन। अनि हामी चाहिँ टक्क अब हाँसपोखरी पुग्नु लाग्यो। 10-15 मिनट भइरहेको थियो, त्यही 5 मिनटपछि हेर्छु भिडियो बनाइरहेको। अन्त अब हामी चाहिँ हाँसपोखरी जानु लाग्यो। गाडुङ्गा चढिन्छ, पौडी खेलिन्छ, हेरौँ गाइजहरु होइन। यस्तो टाइप यस्तो हो हजुर, यस्तो टाइप हान्छ होइन। हेर्नु यस्तो आमामा हो, तपाईँहरू पनि आउँदै गाइज। अनि यस्तै हो, हेर्दै जाउँ होइन अन्तिमसम्म। तर पानी चुइनु लाग्यो अहिले, तप पसिना होइन। अहिले चाहिँ ठक्क कसैले सोताउलीहरू मलाई बर्थडे गिफ्ट हुन्छ है गाइजहरु। गाइजहरु अहिले चाहिँ हामी चाहिँ हाँसपोखरी यता आइपुगेको। अनि आज चाहिँ यहाँ चाहिँ भलिबल कार्यक्रम रहेछ हेर्नु छ होइन। मान्छेहरू धेरै छ, त्यताबाट आएको हामी यहाँ हेर्दै गर्नु। अब बाँकी भिडियो चाहिँ बाँकी भिडियो हेर्दै जाउँ है त गाइजहरु। भोजपुर 14 ल
इन्ट्राङ गाइजहरू होइन अब चाहिँ हामी हाँसपोखरी पख्नु लागेको अब हेर्दै जाउँ होइन त्यहाँ छ हाँसपोखरी पख्नु आउँदै अब अन्त हेरौँ न होइन यस्तै हो अब अन्त के भन्नु त नि अब अन्त छ होला त्यहाँ टिकट काट्नुपर्ने होला होइन ढ्यान्ट्याङ गाइजहरू होइन अब यस्तै हो ये कैसी ठन्ड है यहाँ त अनि यस्तो हेर्नु गाइज मान्छे थुप्रै छन् है यो कहाँ काट्नुपर्ने हौ लाइनमा बस्नुपर्ने रहेछ है गाइजहरू लाइनमा बस्नु अनि यता पनि छ एउटा गाइजहरू यहाँ चाहिँ टिकट यतिको हुनु पर्यो हजुर अब यो टिकटका यसरी आउनु अनुमतिसँग आउनुहोस् अर्थात् अनुमति बेगर आउनु भयो र यहाँ लापरवाही गर्न मिलेन आगो फुक्न पाइएन हजुर नियमको पालना गर्नु पर्यो सबले पाइएन फोटो खिच्न पाइयो सानो तल्लो गेट छ तल छजनाको पुग्यो नि 6जनाको त्यो 200 6जनाको कति हुन्छ 30ले 200 कता पनि भइगयो चेन्ज नभएको बेला बस्ने यति अब मजाले आउने भयो हाम्रो नाम युट्युबमा सबले सब्सक्राइब गरिदिनुहुन्छ हस् दाइ धन्यवाद हामी त्यहाँभित्र चाहिँ हाँसपोखरी गाइजहरू हेर्नु सक्नुहुन्छ आमा हो यहाँ छ हेर्नु यस्तो म ट्याटु फ्रीमा हान्नु पाइन्छ गाइजहरू ट्याटु पनि गाइस ट्याटु माथि ट्याटु हान्ने चाहिँ यो चाहिँ रमाइलो है एकदम अब हाँसपोखरी के खोइ ढुङ्गा हरायो गाइजहरू हेर्न यता अरू पनि हुनुहुँदो रहेछ एन्टराइङ गाइजहरू हाँसपोखरी हो हाँसपोखरी अन्त हाँसपोखरी गाइजहरू के दाइहरूको बिल्ला हान्नु होला र अब हाँसपोखरी अब यस्तै हो त्यही फोनको चार्ज चाहिँ अलिक कम्ती नै छ त्यही अब राति म चार्ज के अब भएको कुरा त भन्नु पऱ्यो नि यहाँ अब नभनी हुन्छ अब यस्तो छ होइन गाइजहरू अब म त यहीँभित्र बस्छु आउँदिनँ अब यो 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 जुन छ नि यो मेरो ट्याटु यो ट्याटु नसकिन्जेल चाहिँ म चाहिँ यहाँदेखि चाहिँ निक्लिनेवाला छैन है गाइजहरू यस्तै छ आम यस्तो सिन छ टक्क हेर्नु अन्त के भन्नु त्यो ढुङ्गा त कुदाएको यस्तो छ भोलि मान्छे छ नि यी ढुङ्गा कुदाउने हामी चाहिँ यहाँ डल्दै हो त्यही गाइजहरू फोटो काचाक बल्ल पुग्छ यता छ यस्तो छ त्यस्तो छ होइन गाइजहरू हामी चाहिँ त्यतातिर जाने हो है गाइजहरू घुमियो फोटो पनि माडिन्जेल खिच्यो यता होइन त्यही हो हामी चाहिँ त्यता कता हौ त्यता जानु लागेको अन्त अब पुगिन्छ अब त्यही हो म यहाँभित्र डुब्दै ल यस्तै हो हेर्दै जाउँ कहाँसम्म पुगिन्छ अन्त जागी हुनुहुँदो रहेछ ठिक छ त्यही म घारी पस्दिएको अन्त अभिमा कस्तो म चाहिँ अब दयालु मान्छे होइन मस्त दयालुको छ होइन अन्त यहाँ पनि अब फोटो खिच्दा हुन्छ अन्त फोनको चार्ज सक्यो आज खै हेर्न गाइजहरू त्यही पनि म अन्तिमसम्म म्यासेज गरौँला त्यही पनि अब त्यही हो यहाँभित्र चाहिँ डुब्यो भने चाहिँ अब त्यही हो निक्लिने चान्स कम्ती मात्रै छ होइन गाइजहरू अब त्यस्तै हो तर म डुब्दिनँ किनकि म लाटा नै हुँ जो इधर कुद जाऊँगा खाजा खुजु गाइजहरू हामी चाहिँ अहिले आधा बाटो अब के भन्नु र आज तपाईँहरूलाई थाहा छ है मेरो फर्स्ट भ्लग हो फर्स्ट भिडियो भनेर त्यो भएर चाहिँ मलाई बनाउनु चाहिँ मजाले आउँदैन त्यही पनि यस्तो छ यो चाहिँ राको काम हो
त्यहाँदेखि आएको अनि यस्तै हो अब जाम गाइजहरू पर चाहिँ पर फोटो खिच्नु गाइजहरू आधा घन्टा पो लाग्छ त अहिले आधा घन्टा लाग्छ हेर्दा चाहिँ त्यही छ तर धेरै त्यही हो अब यहाँनिर ट्याग छ नगर न हो नगर पाहाड त्यहाँ चाहिँ हाम्रो आदरणीय के भन्नु के भन्नु अब त्यही हो अब सुन्नुहरू पाएछ त्यही हो फोटो नि के खिच्नु यस्तो छ घरि पानी पर्छ घरि घाम लाग्छ यस्तै हो तर डाँडाको होइन गाइजहरू अब यस्तै हो अन्त यत्रो पानीमा पनि घाममा पनि मैले भिडियो बनाइरहेको छु होइन अब सपोर्ट त हामी गर्नै पऱ्यो होइन अब हाम्रो टार्गेट चाहिँ नि गाइजहरू पर बादल घाडीमा यो बादल घाडी चाहिँ हो तर टार्गेट नै होला जस्तो छ घुम्यो यति घुम्यो होइन गाइजहरू मात्रै घुम्यो घुम्दा होइन हेरौँ त्यको फोटो अब चाहिँ यहाँ चाहिँ यस्तो बिजोग छ डोरीले बानी हिँड्नु पऱ्यो त्यही पनि अब हेर्दा कस्तो डर लाग्यो यता हुनुहुन्छ पारुङजी उता सुन्निमा हुन्छ सुन्निमाजी बिचमा म छु यस्तै हो अब हामी यहाँ चाहिँ खाचाखिचिक फोटो खिच्नु त यता चाहिँ फोटो खाचाखिचिक हुँदैछ होइन म चाहिँ फोटो हाल्यो आज मेरो टाउको उठिरहेको छ यत्रो बिमार हुँदै भने तपाईँहरू अब आउँदा यताबाट आयौँ होइन अनि बिन्दा छिड्यो यता खिलाउनुपर्छ यस्तो भिड चाहिँ यस्तो छ होइन माइजहरू हेरौँ त अनि यस्तो आम्मामा हौ जे भए पनि यत्रो मेरो फोनको चार्ज सकिरहेको छ होइन त्यही पनि मैले भिडियो चाहिँ भनिरहेको छु अन्तिमसम्म चाहिँ हेरिदिनु होला है त गाइजहरू हामी चाहिँ अब चल्दैको कोही जम केटा यता चाहिँ यु पहिलाको क्लासमेटहरू यता चाहिँ हामी जाउँ हामी चाहिँ चल्दैको फोटो चाहिँ यहाँ खिच्ने मान्छे थुप्रै रहेछ नि त्यही भएर हामी चाहिँ खिचेन तनक्कै तन्कियो अब हामी लाग्दैको यतैबाट लगाइसक्यो अब जम्के हामी चाहिँ हिँड्दैको अब गाइजहरू हिँड्दै अब यस्तै हो हामी यहाँ टिकट देखाउनु पर्ने होला होइन अघिको छाप देखाउनु न छाप हातको छाप यहाँ सक्यो यहाँ छ गाइजहरू छ हजुर अब हामी हिँड्दैको यता दाइ हुँदैन यहाँ चाहिँ अब यस्तो गाडा होइन चुलुलुलु जानुपर्छ अब त्यही हो अब हेर्दै जानु होला भिडियो चाहिँ अन्तिमसम्म अब हामी A few moments later. ड्राइङ गाइजहरू हामी त्यहाँदेखि दिउँ होइन हामी भोक लागिरहेको छ यहाँ गएर त्यही भएर आधा चाहिँ खाजा खानु लाग्यो आधा खाजा खान्छौँ आधा पलटी खान्छौँ त गाइजहरू A few moments later. गाइजहरू होइन असिनाले पनि खुवाइहाल्यो असिनाले खुवाउँदैछ अब आजको भिडियो चाहिँ होइन अब त्यस्तै हो कस्तो लाग्यो अब हल्का प्रतिक्रियाहरू दिनु होला यस्तै भिडियो चाहिँ अब चाहिँ कन्टिन्यू आउँछ होइन गाइजहरू यो असिना चुइरहेछ हौ गाइजहरू बाई